नबनाउने स्कटल्यान्डमा आउँदाखेरि वाट टु डु वाट नट टु डु अरे वाट टु डु वाट नट टु डु पहिला सुरु रुम खोज्ने टक्क लाएर अलिक विश्वासिलो मान्छेसँग पहिला सुत्नु पर्यो सुत्ने ठाउँ भयो भने बल्ल अरू कुरा सबै राम्रो हुन्छ होइन पहिला सुत्ने व्यवस्था गर्ने हो सेकेन्ड भनेको टाइम छ भने आफूभन्दा बुझेको चिनेकोबाट चाहिँ कार्डहरू बनाइहाल्ने ब्याङ्क एकाउन्ट खोलिहाल्ने त्यसपछि टक्क लाएर आफू वरिपरिको इन्भाइरोमेन्ट के छ भनेर चाहिँ टक्क बसको टिकट काट्ने 22 पाउन्डमा चाहिँ एक हप्ताको पास हुन्छ यो चाहिँ कसैले नगर्नु यो चाहिँ कसैले नगर्नु मैले गरिहालेँ मैले चाहिँ गरेँ नगर्नु तपाईँहरू चाहिँ नगर्नु तर गर्दा फाइदा अनि किनकि धेरै कुराहरू थाहा हुन्छ नि त पैसा त खर्च हुन्छ ए पेनिली रोड यता अरे अब हाम्रो चाहिँ अहिले पेनिली रोडमा छौँ है खोइ ल त्यो भाइको मलाई उ पर्छ ल ल अनि 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 भाइसँग भन्छ अनि भाइसँगै भनेको त नि ए अनि त्यसपछि त्यही हो घुम्ने एक्सप्लोर गर्ने सबसे मेन भनेको ल्यान्ड हुने बित्तिकै ब्याङ्क एकाउन्ट अनि एनआई नेसनल इन्सुरेन्स नम्बरको लागि चाहिँ अप्लाई गरे अनि ऊ पनि हो के अरे पिजी हो कि जिपी हो के हो जिपी पनि रजिस्टर गरिहाल्ने जिपी भनेको जेनरल प्र्याक्टिसनरको त्यो हेल्थ सम्बन्धी कुराहरू हो ए त्यो त हामीले पैसा तिरेर राखेको त्यो त भइहाल्छ नि है अब मेन भनेको यति यो कुराहरू हो यो कुराहरू चाहिँ ध्यानमा दिनु पऱ्यो क्या अनि त्यसपछि आत्मबल बढाउने होइन विश्वास कन्फिडेन्स राख्ने बिस्तारै सबै कुरा राम्रो हुँदै जान्छ नआत्तिने होइन अनि आत्तेर हरेस खाएर चाहिँ केही हुँदैन एभ्रिथिङ टेक्स टाइम्स टु बी अचिभेबल होइन केही कुरा पनि सबै कुरा चाहिँ आत्तिएर चाहिँ हुँदैन धैर्यता राख्नु पर्छ अनि अर्को कुरा चाहिँ नेपालीमा पैसा कन्भर्ट नगर्ने यहाँ आएर कस्तो भन्दाखेरि अरूले अब यहाँको त पाउन्ड हो नि त यहाँ त रुपियाँ हो नि त तर अब यहाँको पाउन्डलाई हामी 1 रुपियाँ भन्दै हिसाब गर्ने अब 1 रुपियाँ 2 रुपियाँ भन्दै हिसाब गर्ने अनि सबले यो युट्युब च्यानल चाहिँ सब्सक्राइब गर्ने अनि यहाँ डेली भ्लग्स आउँछ अब अहिले चाहिँ हामी कहाँ छौँ अहिले हामी पेन्ले रोडमा छौँ होइन पेन्ले रोडमा चाहिँ हिँड्दैछौँ चिसोको एकदम विदेश भनेको चाहिँ कमाएर आउने ठाउँ हो यो आफ्नो देशमा टन्न कमाएर घुम्न आउने ठाउँ हो अनि अर्को भनेको मेन इम्पोर्टेन्ट भनेको ज्याकेट तर कस्तो भन्दाखेरि ब्ल्याक होइन ब्ल्याक ज्याकेट चाहिँ कम्पलसरी हुनु पर्यो ब्ल्याक ज्याकेट कम्पलसरी भन्दा पनि उ हो वाटर प्रुफ मेन भनेको वाटर प्रुफ भएपछि चलेगा यहाँबाट कति बेला पानी पर्छ थाहा छैन कति बेला घाम लाग्छ घामको त अब लाग्यो हो होइन अहिले चाहिँ हामी रेस्टुरेन्ट कम्युनिटी स्पोर्ट्स ग्राउन्डमा आइपुगिसकेका छौँ एकदम मुटु ढड्किने चिसो छ चिसोको कुरा गर्दाखेरि अब यस्तै भ्लग्सहरू आउँछ हेर्ने टक्क रमाइलो गर्ने होइन भिडियो बनाउने यस्तो चाहिँ कहिले नगर्ने यहाँ पछाडि एकजना छ होइन आएदेखिबाट यहाँ ल्यान्ड हुनु उड्नुभन्दा अगाडि बोर्डिङ लिनुभन्दा अगाडिदेखिबाट अहिलेसम्म फुनको फोन यस्तो गर्नु छ भने चाहिँ एउटा पावर ब्याङ्क बोकेर आउनु उसले बोकेर आएको छ यहाँ त फेरि काग पनि खतरा छ कि काग होइन होला यो राल्स्टन कम्युनिटी स्पोर्ट्स सेन्टर अरे ल यस्तो छ है स्ट्रिट भ्यू हेर्नु पर्दा यस्तो छ है यस्तो छ घर पनि मजाको छ स्ट्रिट पनि मजाको छ कता साथी अब हामी यो फिल्ड जाने सल्लो गर्ने यहाँ पिरेको छोराछोरीहरू दौडिरहेको अनि अरू केही छ अरू केही छैन एकदम चिसो छ अब जिन्दगीमा नआउनु आइयो अब सर्भाइभ गरेर चाहिँ अगाडि बढ्नु छ त्यही हो जिन्दगी यस्तो ठिराको छ कि यस्तो ठिराको छ कि यस्तो ठिराको छ हात यस्तो पन्जा लाउँदा धरि ठिराइरहेको यस्तो बेला चाहिँ पूर्ण राईको गीत गाउन मन लाग्छ गर्लफ्रेन्डलाई सम्झिँदै होइन कुन गीत
नभेटेको भए नआएको भए ठिकै हुन्थ्यो हुन्थ्यो। नआएको भए ठिकै हुन्थ्यो आइहाल्यो अब दुःख गर्नै पर्यो जिन्दगीको खेल। काम नगरी पनि भएको छैन हेर हेर काम पाइदिए त ठिकै हुन्थ्यो काम पाइदिए त ठिकै हुन्थ्यो काम पाइदे त ठिकै हुन्थ्यो नपाउँदा नि ठिकै नै छ जिन्दगी गाह्रो बाँच्नलाई साह्रो तिमी बाँचिराख है तिमी बाँचिराख है कस्तो मजाको छ क्या तर मलाई बवाल मन पऱ्यो क्या ठाउँ चाहिँ जाडो ठाउँ चाहिँ बाबाले मन पऱ्यो हिँडेर हिँड्दा सबै घाम यताबाट जाने होइन यो डेलिभरी एक्सपर्ट यस्तो मजाको छ कहाँ हामी उताबाट गएको त नि त्यही पार्क रहेछ साथी यता राम्रो यहाँ पार्क ट्रेन स्टेसन यहाँ त होइन पार्क उता हो हामी अघि त्यही पार्कबाट त्यही पार्कको बाटो हुँदै आएको त नि यता त धेरै हिँड्नै हुँदैन अलि पऱ्यो कहाँ गयो ब्लगर भ्लगर कि भलगर रे भलगर यो भलगर दुनियाँमा फोटो होइन यो के हो